म 1 बजीतिर मेरो एपोइन्टमेन्ट थियो हिजो अस्ति मे 6मा। नर्भस त एकदमै थिएँ म लास्टै अब के हुने हो किनकि मेरो सबै रेड फ्ल्यागहरू थियो क्या हजुरले भने जस्तै लाइक जिपिए ग्याप्स पनि थियो ब्याक्स पनि लगभग टन्नै नै थियो सबै रेड फ्ल्याग थियो त्यही पनि अब त्यो रेड फ्ल्याग त्यस्तै हो म आफ्नो एन्सर चाहिँ दिन्छु भनेर मन त्यसरी नै गयो अनि त्यसपछि मेरो अब त्यस्तै पालो 3:30 बजीतिर आएको थियो अब इन्डियन भ्यू पर्नु भएको थियो मेरो चाहिँ ठ्याक्कै मैले बोल्ने बेला चाहिँ ठ्याक्कै इन्डियन उहाँ चाहिँ एकदम स्ट्रिक्ट भन्ने सुनिन्छ नि त इन्डियन भ्यू भन्ने बित्तिकै इन्डियन भ्यू एकदम स्ट्रिक्ट रूपमा लिनुहुन्छ अनि भिसा रेट पनि अब भिसा रेट त हुँदैन खासमा तर भिसा चाहिँ दिएकै थिएन लगभग 30-35 मा एकजना दुईजना त्यही पनि अलि राम्रो बोल्नेहरूलाई दिइरहेको थियो अनि म गएँ अनि मैले एन्सर्सहरू सबै यस्तै प्रिपेयर गरेर जस्तै एन्सर भने 30-35 भन्छ रेट धेरै नै कम छ अहिले हैन अहिले नर्मली कम नै छ हैन पहिलाको भन्दा सो यति बेला भिजा पास गर्नु भनेको अलिकति च्यालेन्जिङ पनि हो त्यहीमाथि इन्डियन भिजा अफिसर इज मोस्टली म्याक्सिममलाई रिजेक्ट गर्नुभएको हो पहिलेबाट हैन अनि त्यस पछाडि हामीले मक गर्दाखेरि कति कुराहरू नर्भस भएको थियो मैले त्यति बेला गाइड पनि गरेको थिएँ यति धेरै वरि गर्नु पर्दैन प्रिपेयर राम्रै भइरहेको छ त्यसमा चाहिँ कस्तो खालको भयो त्यो जाँदाखेरि इन्टरभ्यू अगाडि नर्भस भयो कि भएन ब्ल्याङ्क भयो कि अलिकति केही प्रिपेयर गरेको कुराहरू याद थियो कि के थियो कि जे पर्ला अब भनेर हैन म त अब त्यस्तो देखिसकेपछि चाहिँ अब भिसा भनेको र त्यस्तै हो म आफू प्रेजेन्ट गरेर मात्र आउँछु आज जे हुन्छ बाल्बो भनेर बसेको थिएँ त्यसपछि डर भनेपछि मलाई लागेकै थिएन त्यसपछि मलाई डरै लागेन त्यो सबै रिजेक्ट देखिसकेपछि डर लाग्दैन रहेछ त्यो सधैँ यस्तै रहेछ भनेर अनि कोही त्यसपछि एकदम कन्फिडेन्टली मैले त्यसपछि मलाई त्यो यादै भएन उसँग बोल्दाखेरि मलाई त्यो आउटकमको बालै थिएन त्यो येल्लो ग्रिन स्लिप केही पनि थिएन एकैचोटि उहाँले ग्रिन स्लिप पिक गर्दाखेरि चाहिँ बल्ल रियलाइज भएको थियो ए लाग्यो भिसा भनेर चाहिँ उहाँले दिएको एन्सर्सहरू फाइट भनेको थियो मैले एकदम सर्ट एन्ड स्विट पाराले लाइक 2 लाइन 3 लाइनको एन्सरहरू बनाएर गएको थिएँ सब 2 लाइन 3 लाइन भन्दाखेरि उहाँ इम्प्रेस भइरहनु भएको थियो उहाँले मेरो जिपिए पनि साइड बाई साइड यसो हेरिरहनु भएको थियो केही पनि भन्नु भएन तर ओके सो मेन कुरा चाहिँ जिपिए लो छ भने के कुरामा डाउट थियो मेन गरी आफूलाई चाहिँ डाउट मिन्स यो सेन्समा चाहिँ मेरो भिजा रिजेक्ट हुन्छ होला मेन एक त जिपिए हो धेरैचोटि मैले सुनिरहेको थिएँ जिपिएको इस्युमा अनि एउटा भनेको त युनिभर्सिटी नै अहिले अब एकदम एसिस्टेन्सहरू चाहिन्छ फन्डिङहरू चाहिन्छ अहिले भिसै दिइरहेको छैन फुल फन्डिङ नभइकन मास्टर्सलाई त स्पेसल्ली हैन जनरली त्यो कुराहरू चाहिँ सबै र्युमर्स हो है मैले यो क्लासमा धेरैचोटि क्लियर गर्छु इट डजन्ट म्याटर तपाईँ फुल्ली फन्डेड हो फुल्ली फन्डेड होइन केही पनि फरक पर्दैन फुल्ली फन्डेडले नभएर केही त्यसले भिजाको असर केही पनि गर्दैन मोर म्याटर्स कसरी तपाईँले चाहिँ एन्सर गर्नुभयो सो त्यस पछाडि तपाईँ लाइनमा सबैको हेर्न पाउनु भएको थियो होइन सबैको जो अफिसरहरूले कसरी क्वेसन्स गरिराख्नु भएको थियो सबैलाई है ग्रुपमा अरूले पनि बुझ्न सक्नुहुन्छ कि पहिला अरूको अफिसरले कसरी क्वेसन्सहरू सोधिराख्नु भएको छ तपाईँहरूले केही समय अगाडि हेर्न पाउनुहुन्छ प्रशान्त पनि एकैचोटि आफ्नो पालो आइहाल्ने होइन त्यहाँ छुट्टै रुम होइन जस्ट मजाले हेर्न मिल्छ आधी घन्टा 45 मिनट अनि मोर देन टाइम नै होला सबै अफिसरहरूले कसरी सोधिराख्नु भएको छ त्यति बेला पनि सेल्फ एनालाइसिस गर्नु तर यो गाह्रो क्वेसन सोधेको रहेछ यसले गर्दा मसँग यसको एन्सर छैन भनेर नर्भस हुनु भएन होइन अनि त्यो सबै सुनिन्छ क्लियरली अनि हामीलाई फर्स्ट क्वेसन चाहिँ के सोध्छ जब पासपोर्टहरू चाहिँ ह्यान्डओभर गरे पछाडि मलाई चाहिँ टेल मी अबाउट योरसेल्फ सर भन्ने मलाई सिधै इन्डियन भ्यूले ओके टेल मी अबाउट योरसेल्फ दैट इज मोस्ट कमन मैले पनि सोधिरहेको थियो होला 8-10 चोटि नै हैन ओके सो के भनिरहेछ मैले चाहिँ आई एम सौगात मैनाली आई एम फ्रम कोलबी आई हेभ कम्प्लिटेड माई ग्रेजुएसन इन 2021 भनेको भन्नु नहुने थियो होला मैले रेड फ्ल्याग थियो कि 2021 भनिदिइहालेँ मैले अनि त्यसपछि 2021 भनिसकेपछि अनि फेरि अनि वाट डिड यु डु आफ्टर 2021 भन्नुभयो होइन अनि मैले चाहिँ अनि दो माई ट्रान्सक्रिप्ट सोज 2021 बट ड्यू टु कोभिड आवर कोर्स वाज एक्सटेन्डेड अप टु 2022 सिन्स देन आई हेभ बिन वर्किङ एज अ फ्रन्ट एन्ड डेभलपर अब यहाँबाट जब पनि आइहाल्यो होइन अनि त्यसपछि सबै रेड फ्ल्याग छ यहाँ अनि त्यसपछि जबमा अनि उहाँले जबमा अनि त्यसपछि हाउ मेनी इयर्स अफ एक्सपिरियन्स डु यु हेभ भनेर सोध्नुभयो अनि त्यसपछि आई हेभ 2.5 years अफ एक्सपिरियन्स भने अनि त्यसपछि वाट इज द मोस्ट डिफिकल्ट पार्ट अफ यर जब भन्नुभयो अनि मैले जे त्यतिखेर जे ऱ्यान्डम थट आउँछ त्यो अलिकति क्रस क्वेसन पनि थियो त्यो नयाँ क्वेसन थियो त्यतिखेर आफूलाई जे गाह्रो लाग्छ काम गर्दाखेरि त्यही भन्थेँ मैले भन्न चाहिँ अनि त्यसपछि वाइदिस युनिभर्सिटीमा मैले यहाँ जे प्रिपेयर गरेको थिएँ कोर्स सुरुमै कोर्सको 2टा सब्जेक्ट लिएर अनि प्रिपेयर गरेर लास्टतिर अनि अरू थप्दै गएको थिएँ मलाई त्यो 2टा कुरा एउटा कुरा मात्र सुन्नुभयो उहाँले
लाइक 2टा कोर्स मनपर्छ त्यो कोर्सबाट यो हुन्छ भन्ने बित्तिकै उहाँले मलाई सिधै स्पोन्सरमा लानुभयो स्पोन्सरमा मैले भनिदिएँ ओके सो कोर्स करिकुलमबाटै स्टार्ट भयो हैन त्यही त वन्स यस्तो वन्स दे एक्सेप्ट त्यो त्यसपछि नेक्स्ट क्वेसनमा मुभ भइहाल्नुहुन्छ क्या कोर्स करिकुलम हामी डिटेल एड गर्ने बित्तिकै अलिकति मोर रिसर्च पनि देखिन्छ अनि स्पोन्सरमा कतिको एन्सर दिनु पर्यो कति लेन्दी भयो हाउ डिड यु एन्सर मेजर स्पोन्सरमा मैले सबैभन्दा सुरुमा चाहिँ माई प्यारेन्ट्स आर गोइङ टु स्पोन्सर मी भने होइन अनि उहाँले अनि त्यसपछि मैले फेरि आफै फलोअप गरेँ लाइक स्यालाई भनेर आफै इनिसिएट गरेर म भन्नु त अझै भनेर भने त्यसपछि अनि माई फादर्स ओन्स दिस अनि अर्न्स अराउन्ड 20,000 USD भन्नु हो भने अनि त्यसपछि उहाँले कतिजना हुनुहुन्छ भनेर सोध्नुभयो 6 भने त्यसपछि अनि वाट एबाउट मदर भन्यो अनि मदर यहाँ नर्स हुनुहुन्छ काम गर्दै हुनुहुन्छ भने ऊ नर्स भन्नुभयो त्यसपछि अनि त्यसपछि फेरि मैले अनि 45,000 चाहिँ हाम्रो सेभिङ्स पनि छ त्यसपछि मेरो इन्टायर कभर गर्छ भन्ने बित्तिकै उहाँले चेयर यसरी घुमाएर अनि प्याट यसरी प्रिन्सिपलले दिनुभयो मलाई एकदम रियल देखेर सो क्लासको टेक्निकहरूले राम्रो हेल्प गर्यो एनिथिङ कस्तो थियो क्लास जोइन गर्नुभन्दा अगाडि र पछाडिको के डिफरेन्स पाउनुभयो त धेरै डिफरेन्स छ नि अब क्लास भन्दा अगाडि त एकदम रहने थिएँ म अब एन्सर कसरी बोल्ने अब मैले वाइदिस युनिभर्सिटी भने म दुनियाँ कुरा गर्थेँ होला युनिभर्सिटीको बारेमा यस्तो छ उस्तो छ यस्तो छ उस्तो त्यो खासै भन्ने हो नि त्यो तिनीहरू जतिसुकै ऱ्याङ्क होस् तिनीहरू जतिसुकै जेसुकै होस् त्यो एकाडेमिक एक्सिलेन्स ग्लोबल्ली रिकगनाइज होस् त्यही मतलब हुँदैन रहेछ आफूले पढ्ने कुरा त्यो पढेर आउँछु भन्ने रहेछ खास हो भन्ने हो मेन गरी हामीले ऱ्याङ्किङ कुरा गर्ने बित्तिकै फेरि यही भिजा पनि रिजेक्ट हुन्थ्यो क्या सो यस्तो हुन्छ कुरा जहिले पनि होइन अनि स्पोन्सरमा पनि त्यो क्वेसन जसरी एड्रेस गरिन्छ विच इज एकदम राइट वे हो बाँकी सबै स्टुडेन्टहरूले पनि त्यो कुरा बुझ्नु पनि जरुरत छ होइन त्यति अनि जति सोचेको जस्तो टफ थियो इन्टरभ्यू सोचेको जस्तो टफ थियो कि सिम्पल वे थियो तपाईँसँग राम्रो एन्सर छ तपाईँ राम्रो स्किल मेन्टेन गरेर प्रेजेन्ट गर्न सक्नुहुन्छ भने भनेर गएर नर्भस हुने ब्ल्याङ्क हुने त हुँदैन नि त होइन ओके आफू कन्फिडेन्ट भयो भने उहाँले धेरै क्वेसन पनि सोध्नुहुँदो रहेछ कि पढ्किन थाल्यो भने चाहिँ आउनुहुँदो रहेछ फलोअप सोधै गरेर नि रिजेक्ट भएको थियो टन्ने होइन तर मेरो केसमा चाहिँ कुनै एउटा पनि फलोअप आएन उहाँले सुन्नुभयो टाउको हल्लाउनु भयो अनि ल ठिक छ भनेर दिनुभयो भने चाहिँ केही पनि गर्नु भएन मलाई मतलबै भएन पुग्यो भनेर ब्याकग्राउन्ड अनि सो ग्रुपमा अरू साथीहरूलाई के सजेसन दिन चाहनुहुन्छ स्पेसली आज पारसजीको पनि इन्टरभ्यू छ पारसजीलाई चाहिँ म के भन्छु भने अब उहाँको एकचोटि रिजेक्ट भइसकेको रहेछ उहाँ एकदम अनेस्ट भएर दिनु उहाँको ठिक छ त्यसपछि उहाँको अब जिपिए पनि त्यस्तो टेन्सन नलिनु तपाईँ कन्फिडेन्ट हुनुभयो भने जिपिए पनि हेर्नु हुँदो रहेछ एन्सरमा दम छ भने जिपिए पनि खासै मतलब गर्नु हुँदैन रहेछ भ्युअरले मैले आज थाहा पाएँ किनकि इन्डियन भ्युअरले त अरूको सुने अनुसार त त्यो पुरै मार्क्स हेर्दै यहाँ कति ल्याइस् किन ल्याइस् भनेर सोध्नुहुन्थ्यो क्यार गर्नुहुन्छ मेरो एन्सर सुन्दै हुनुहुन्थ्यो मेरो जिपिए पनि हेर्दै हुनुहुन्थ्यो नि टाउको मात्र हल्लाउनु भयो अनि त्यसपछि केही पनि गर्नु भएन त्यो आफ्नो एन्सर चाहिँ एकदम सर्ट एन्ड स्विट बनाउनु लगभग 2 लाइन 3 लाइन भन्दा बढी हुनु बायाँ कुरा एक्स्ट्रा कुरा नभनिकन डाइरेक्ट टु द पोइन्ट टु द पोइन्ट अनि कन्क्लुड अनि जस्तो ग्यापहरू छ आफ्नो लो जिपीहरू जे छ भने पनि पहिला आफूले अफिसरलाई मेरो चाहिँ यति वर्ष ग्याप छ त्यो कहिले पनि एक्सप्रेस गर्ने होइन उनीहरूले सोधिहाल्यो भने यु सुड हेभ एन्सर होइन त्यसको लागि रेस्पोन्स गर्ने एनी जस्तो सुकै क्वेसन आए पनि तपाईँसँग एन्सर छ रेडी छ तपाईँले त्यसलाई एन्सर गरिहाल्नु तर आफैले पहिला चाहिँ मेरो यति ग्याप छ अथवा मेरो चाहिँ जिपिए लो छ त्यो कुराहरू अथवा लो कन्फिडेन्ट टाइपको त्यो कुराहरू चाहिँ कहिले पनि कसै स्टुडेन्टले पनि एक्सप्रेस गर्नु हुँदैन सो यो त्यही भयो वान मोर टाइम यो कहिले पनि यो जिपिए जस्तै सबैभन्दा धेरै एकदम भनौँ न नर्भस जिपिएको कुरामा सर मेरो जिपिए पनि लो छ हरेक कुरामा आजभन्दा के लास्ट विक नै हामी क्लासमा बस्दाखेरि पनि मैले धेरै कुरा इलाबोरेट पनि गरेको थिएँ त्यति धेरै नर्भस हुनु पर्दैन यु विल गेट इट भनेपछि आज त्यो कुराहरूले पनि म्याटर गर्दैन यो सबैलाई प्रुफ पनि भइहाल्यो सो मेन कुरा चाहिँ जस्तो एन्सर हो मेन कुरा कोर्स करिकुलम हो यो सबै कुरामा चाहिँ सबैजनाले फोकस हुनु पर्यो ल जस क्लासबाट राम्रो बेनिफिट भयो सबैका क्लासबाट राम्रो बेनिफिट भयो आइ एम अल्सो ह्याप्पी टु हेल्प यु गाइज अब सबैजनालाई मलाई धेरैजनाले हुन्छ नि मपछि सबैजनाले थ्याङ्क गर्नुहुन्छ जस विच इज रियली गुड होइन जतिजनाको लाग्छ जतिजना खुसी हुनुहुन्छ अब हामीलाई त्यति नै हामी ह्याप्पी हुने हो होइन जस्ट त्यही हो
जस क्लासको एन्सर डेभलपमेन्ट पनि राम्रो भएको थियो त्यही हो यति नर्भस हुँदाखेरि त अब सौगातको यति नर्भसमा चाहिँ ल म त एकचोटि हामी मक प्र्याक्टिस गर्दाखेरि मैले बोल्नै सकिरहेको थिएन बट स्टिल यु म्यानेज भिजा होइन अनि धेरैजना हुनुहुन्छ ग्रुपमा जतिजना चाहिँ जस्तै तपाईँले मक गर्नु भएको छैन मक फेस टु फेस गर्नु भ्याउनु भएको छैन भने स्टिल आउने चान्सेस हुन्छ यो इट्स फोर्सफुल कुरा होइन जस्ट के म्याटर हो कि तपाईँले कम्युनिकेसन कसरी गर्नुहुन्छ यहाँ मकमा पार्टिसिपेट त्यति गर्नु भएको छैन भने इट्स ओके गर्न सक्नुहुन्छ आफू आँट्छ अलिकति कन्फिडेन्ट बिल्डअप हुन्छ हामी उहाँसँग फेस टु फेस मकहरू गर्दाखेरि कन्फिडेन्ट बढ्दै जान्छ तर कहिलेकाहीँ मकहरू गर्नु भएको छैन भने धेरै स्टुडेन्टहरू हुन्छ उहाँले जस्ट एन्सरमा फोकस गर्नुहुन्छ अरूले मक गरेको सुन्नुहुन्छ र इन्टरभ्यू पास गरेर पनि आउनुहुन्छ त्यस्तो पनि धेरैजना हुनुहुन्छ तर म चाहिँ के एन्करेज गर्छु भने सबैजनालाई मक चाहिँ रेगुलरली एटेन्ड गरेको राम्रो टिचरहरूले गर्दाखेरि कल आउट गर्दाखेरि आएर प्रेजेन्ट गर्नु राम्रो हो कि होइन जस्तो लाग्छ सौगात आई मिन रेगुलरली मक एटेन्ड भइरहेको थियो होइन आन्सरै थाहा छैन भने पनि मक दिइरहनु हेजिटेट चाहिँ नहुनु मैले त 1.5 महिनादेखि मक दिइरहेको थिएँ एन्सर पनि जस्तो बोल्नु भएन भनेर मक दिनुपर्छ कन्फिडेन्स पनि बढ्छ उहाँ एकचोटि गएपछि उहाँ पनि मलाई मक दिएको जस्तो फिल आइरहेको थियो यति मक दिएपछि त त्यो भिसा अफिसर पनि मक दिने मान्छे जस्तो लाग्ने रहेछ क्या एउटा पोइन्टमा त्यो डरै हट्दो रहेछ त्यही हो गाह्रो क्वेसन केही सोध्नु उहाँहरूले त्यस्तो केही सोच्नु पर्दैन एकदम सिम्पल रहेछ त्यही हो टिप्स अनि मक दिन चाहिँ नबिर्सिनु होला मक चाहिँ सरले मक दिने भने चाहिँ हात उठाइदिइहाल्यो हुन्छ उहाँले सोध्नुहुन्छ आफ्नो विकनेस थाहा हुन्छ होइन के कुरामा विकनेस हुन्छ क्ल्यारिटीमा कस्तो हुन्छ फ्लुएन्सीमा के भइरहेछ यो सबै कुरा म्याटर गर्छ कति आई थिङ्क सौगातको स्टार्टबाट इन्डसम्म क्वेसन्सहरू सुन्दाखेरि हामीले सबै कुरा डिस्कस गरिसकेको थियौँ त्यसमा कुनै त्यहाँ हामीले भिजा प्रेडिक्ट गर्ने किनभने मैले कति कुराहरू चाहिँ अब त्यो भिजा मेरो हातमा हुने भएन तर यो यतिको प्रिपेयर भए पछाडि चाहिँ मोर चान्सेस छ भन्ने कुरा हुन्छ हामीले कुनै पनि क्वेसन्स आई थिङ्क टेलमेबाट सबै क्वेसन्स स्टार्टबाट होल मकको कन्भर्सेसन हामीले मल्टिपल टाइमहरू गरिसकेको छौँ अथवा यो ग्रुपमा पनि सुनिसकेको छौँ यसमा के बोल्ने के नबोल्ने अलरेडी सबै कुरा पनि भइसकेको छ सो अलराइट सौगात वेलकम टु युएस होइन फेरि हामी एनिथिङ निड हेल्प हामी फेरि टचमा बसौँला होइन गोविन्द अलवेज त्यो कुरामा चाहिँ हुन्छ अनि हेभ अ सेफ फ्लाइट एज वेल है त स्पेसली पोर्ट अफ इन्ट्रीमा पनि हो यो क्वेसन चाहिँ एउटा म भिजा कहिलेकाहीँ तपाईँको पोर्ट अफ इन्ट्रीमाहरूमा पनि केही क्वेसन्सहरू सोधिन्छ होइन क्वेसन्सहरू सोधिन्छ यो सिमिलर टाइपको त्यहाँ चाहिँ स्पोन्सरको बारेमा भिजा त्यहाँको अफिसरहरूले पनि सोध्नुहुन्छ कहिलेकाहीँ कस्टम बोर्डर प्रोटेक्सन पुलिसहरूले सोध्नुभयो भने नि सेम कुरा चेन्ज नगर्नु यहाँ चाहिँ पार्ट टाइम काम गर्न आएको भन्ने इन्टेन्सन नदेखाउनु मेरो काम पढ्न आउने हो फ्यामिलीले मलाई स्पोन्सर गर्नुहुन्छ र म चाहिँ रिटर्न भएर जाने हो पढाइसके पछाडि अनि मेरो युनिभर्सिटी यो हो पार्ट टाइम यताउता कोहीसँग च्याट गर्ने म्यासेज गर्ने टेक्स्ट गर्ने म आउँदैछु काम खोज्दै यस्तो केही पनि नगर्नु अलिकति बोर्डर एज अलिकति स्ट्रिक्ट छ पहिलाको भन्दा यो पालि है त सो मैले बिर्सेछु सौगात मैनालीलाई यदि कोहीजना क्वेसन्स केही छ डाउटहरू केही छ बुझ्न चाहनुहुन्छ इन्टरभ्यू बारेमा भने ह्यान्ड रेज गर्न सक्नुहुन्छ विज्ञान केही छ सुनिल सौगतजी हजुरको जिपिए कति थियो र मेरो 63% थियो मोर देन 12 प्लस ब्याक थियो मेरो हरेक सेममा एउटा ब्याक थियो एटलिस्ट एउटा 3टा सम्म थियो ब्याक त त्यो तारै तारा थियो मेरो यसमा ट्रान्सक्रिप्टमा ल कङ्ग्रेचुलेसन